सो गाइस वेलकम टु माई न्यू ब्लग। म चाहिँ आज गाउँमा आइसकेको छु होइन टक्क लगाएर सन्डे छेत्री चाहिँ यहाँ है अब टक्क लगाएर घाँस काट्न गइन्छ हामी चाहिँ। मनिष बिहान उठेकै छैन 10 बज्छ केटा आऊ होला चाहिँ अहिले यस्तो खालको पुरा हरियाली छ त गाउँतिर फुल। म चाहिँ यता अब टक्क लगाएर गइन्छ आरु फेरि गाई छ कि एउटा गाई छ बाख्रा। अब यसलाई घाँस काट्न गइन्छ मनिष जहान र म टक्क लगाएर मालिक निहरू यता छन् यता छन् यिनीहरू चाहिँ गुलाबको फुल हेर्नुहोस् न गाइस गुलाबको फुल टक्क लगाएर छ कि बबाल छ यस्तो छ कि मेरो गाउँ चाहिँ होइन। टक्क लगाएर हामी चाहिँ ढगा सुकाएर पहिला ढगा सुकाएर जाने अरे उतातिर घाँस काट्न चाहिँ ढगा टक्क यहाँ सुकाइन्छ। पहिला पनि सुकाएको हो कि फेरि फोहोर होला भन्नुभयो होला त्यो चाहिँ फोहोर हुने कि पहिला सुकाएको छैन टक्क लगाएर दिदीले उस सुकान्छ त्यसपछि गइन्छ हामी फुल फुल ढगा काट्नु जाने अरे गइन्न टक्क लगाएर हामी चाहिँ यहाँ काट्न लागिसक्यौँ मनिष खान र मैले टक्क लगाएन र दिदीहरू चाहिँ सेमी रोप्नु जानु लाग्छन् दिदी बहिनी। मान्छे त टक्क घाँस काटिन्छ अब टक्क लगाएर घाँस काटिन्छ टक्क टक्क गइन्छ त्यसपछि यति गाइसक्यो हामीले। म चाहिँ यता छु न अब यता गाडी काट्नु पनि पर्छ यता लामो यो चाहिँ छोड्ने भयो कि अलिक पछि काट्ने भनेर लामो भएपछि टक्क यो काटिन्छ कि टक्क लगाएर भात चाहिँ पुग्छ हाम्रो चाहिँ होइन टक्क लगाएर बिहानको त एक बारी पुग्यो अब त्यो छोडेर चाहिँ टक्क आइन्छु म चाहिँ त्यो छोडेर जान्छु होइन ध्यान अघि कुरा राम्रै भरिन्छ फेरि कौन दुइटैमै छ कहाँ र अर्को ल ल ल लगाएर यो चाहिँ म खराएर लगिदिनु हुन्छ गाइस खरायो छ हाम्रोमा फेरि खरायोलाई घाँस नि टक्क ल्याइदियो आसिया छ अब यसो गरेर गइन्छ टक्क लगाएर गायत पनि ले घर चाहिँ यो मेरो होइन र टक्क लगाएर यहाँ चाहिँ खरा छ कि टक्क लगाएर खराएर हालिदिन्छु म चाहिँ ए खराएको नानी छ चारो त होइन टक्क लगाएर घाँस हालिदिन्छु म टक्क लगाएर घाँस हालिदिन्छु र फेरि यता पनि छ कि एउटा फेरि नाङ्गोलाई फेरि यता छुट्टी राखिदिन्छन् कश्मीरे पछ्यौरे ल टक्क लगाएर बन्द गरिन्छ अब त्यसपछि फेरि मुसा नि छ क्या मुसा खरा भन्छन् त्यसलाई नि मुसै हो त्यो पनि मुसै एउटा मुसा दुइटा मरेको चितिर के बसकै थियो
यतातिर खायो फेरि यतातिर यहाँ छ दुईवटा खायौँ दुईटै ल नबी खान्छ कि हाँस त हामी चाहिँ टक्क लगाएर अब चाहिँ मासु खान जानु लाग्यो जेहान्डोमा जेहान्डोमा चाहिँ ल जाम जाम गइहालौँ पैसा लगेर जाने यहाँ कसको मुला ढिलो नगरौँ फाल्दै उता त्यो टक्क आएर गाउँ चाहिँ यहाँदेखि खतरा देखिन्छ क्या मेरो घरदेखि होइन गरिब दामी देखिन्छ भन्दा नि अहिले त पुरा रुखले छेक्यो होला कि तर ठिकै देखिन्छ क्या हाम्रो घरदेखि चाहिँ गाउँ चाहिँ होइन त्यो छ गाउँ चाहिँ त्यो डाँडा कुहिरो लाग्यो त्यो डाँडा काटेर आउनुपर्छ गलकुटदेखि हामी चाहिँ घर चाहिँ मेरो यो अहिले चाहिँ कोही छैनन् कि घरमा अब चाहिँ हामी जान्छौँ टक्क लगाएर ले ए ल्याइसकेको जाम त नि त्यसमा अब चाहिँ हामी टक्क लगाएर जान्छौँ उता कुर्दै घर पेरेङको साइल अङ्कल घर है यो चाहिँ पाल देखिन्छ त यार बवाल हरियाली के गाइज मगैरमै मकै यता आउनु मकै गरे गाइज मगैरमै मकै यता आउनु मकै गरे Psych! That's the wrong number! हामीले टक्क जानु लाग्यो कि भर चाहिँ राजा बाबाले आलु नि यस्तो भइसक्यो आलु फुल्यो मर्यो आलु पनि देखाएको पनि देखेन अरू सेन है टक्क लगाएर हामी चाहिँ पेरेङ गर्छु यता चाहिँ अङ्कल घर आइयो खै त डक्टर खै काली आइस डकाइ कुद्न लाग्यो र डकाइ कुद्न लाग्यो र टक्क लगाएर यहाँ चाहिँ त्यो बिहान ढगाएको कुद्दै खै त अलिकन हामी चाहिँ टक्क लगाएर हिँडिसक्यौँ गाइसन उता के अरे गाउँतिर बल खेल्न न मनिष हाम्रोमा त्यो ठाउँमा हामी चाहिँ टक्क लगाएर कि त्यस्तो हो कि हाम्रो बाटोतिर होइन भोलिनिर होला कि यस्तो भयो माथि नि खेल्ने भनेको आज यार तल जाने भइन्यो भोलि राति खेल्ने होला माथि मामा के हुँदैछ के हुँदैछ मामा के हुँदैछ के हुँदैछ के बोले भाइ अब के बोले के बोले के छ थाहा बोल टक्क लगाएर हामी चाहिँ हिँडिसकेछौँ है जान्छ त जान्छ तल हो र ओ ल ठिक छ है सुनिललाई घर चाहिँ त्यहाँ पारी हो सुनिललाई घर चाहिँ के काम सुकेर
ल हामी चाहिँ यता यस्तो यता हाम्रो हिमाल सरसँग भेट भइसक्यो होइन अब विदेश जाँदैछ यो चाहिँ होइन त्यही भएर यसलाई घुमाइदिउँ भन्नु के गर्नु जाने बाल काट्नु जाने कि होइन बाल काट्न बाल काट्नु जाने कि होइन बाल काट्न के बोले भाइ के बोले के बोले के जथाभावी बोले गाडी ड्राइभर हरेक गुरुजी हरे टक्क लाएर आज भलिबल खेलिदिन्छ क्या हामी टक्क लाएर हामी चाहिँ ग्राउन्डतिर ढगा चाहिँ यहाँ छ सरी यस्तै त नि खिच्ने भनेको टाउको त सक्यो भने के हुँदा जरा खिच्नु पर्यो कहिले कुदे भए त हिमाल छ नामै हिमाल छ हिमालले यता चाहिँ डेरीको ढगा गर्दै हुनुहुन्छ है त्यसै 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 जाँगल कुदे नि हुन नि हजुर टक्क लाएर हामी चाहिँ ग्राउन्डतिर लाग्यौँ है गाइस अरू बल खेल्दैछ नि ग्राउन्डमा चाहिँ के खबर खबाने खबान आइसक्यो भने के हो गाइजहरु गोला प्रसाद गोला प्रसाद ल हामी चाहिँ ग्राउन्डमा आइसक्यौँ है गाइज हामी कन्डिसन